गुड मर्निङ ह्याप्पी तिहार सबैलाई। ल आज तिहारको स्पेसल चलिरहेको यहाँ दाइले मासु कटिङ हानिराख्नु भयो। यता हेर्नु त हाम्रो ठुल दाइ पुरा कटिङ हुँदैछ यहाँ मासुहरू। अहिले चाहिँ म यहाँ कुकिङमा व्यस्त, चट्ट मासु बनाउँदै आज उम्ले पानी कुखुरा गर्नलाई पानी तताइदिएर आएको। ए के हो त्यस्तो गर्ने दिपक दाइ आइते अरे घेक्रे वालेको आज लोकल कुखुरा कटिङ हुँदैछ। आज यी चट्ट दाइले अब कटिङ हान्दै हुनुहुन्छ। मैले यहाँ भिडियो बनाउँदै आज यस्तो राम्रो राम्रो भिडियो आउँछ आज चाहिँ। ए अघि कुखुरा नाङ्गै भइसक्यो यहाँ दाइले कटिङ हानिसक्नु हो। त्यही त हालिन् न। मासु भइसक्यो, रेडी भइसक्यो, पाकिसक्यो। यहाँ लगन मैले बनाएकै खाना चाहिँ आज भात बसाइरहेको। कुकम्यान चाहिँ म चाहिँ गर्मी छ बाहिर, यता आगोमा बसेर बनाउनु पर्छ आज चाहिँ। कुखुराको मासु पनि रेडी भइसक्यो। लोकल कुखुरा है, लोकल कुखुरा चट्ट फेरि लोकल कुखुरा यहाँ आनन्दले आगोमा बसेर मजाले बनाइन्छ, मजाले टिका लगाइन्छ, मजाले खाइन्छ आनन्द बसेर। अहिले यहाँ दिदीले टिकाको रेडी बनाउँदै हुनुहुन्छ। अर्कै टिका लगाउने मान्छे दिदी, ठुल दिदी यहाँ टिकाको मिठाईहरू रेडी हुँदैछ यहाँ। अब टिका लगाउने बल गर्दै के भयो तल बल गर धेरै हिमिल्ला नगर तेरो भिडियो राउरी देखिस यता फर्कि त। ए दुईवटा छाउराहरू खेल्दैछन् यता नाच्दैन एकचोटि यहाँ बल फुटबल खेलिराख्नु कान्छी यहाँ केही कुरा गर्ने त ल। हामी दुईले हेर न चट्टलाई दाइले अलि ह्याप्पी मोटो हुनुहुन्छ, म त दुब्लो छु अलि, त्यही भएर जस नगर बहिनी यता नै। यो राम्री बसी यो जोसे दुई बाना बसिराख्नु टिका लगाइदिने। ए यता टिका लगाइदिने यो कान्छी मेरो जेठी बहिनी बाई बा मजाले यहाँ कुर्सी लिएर बसिराख्नु भयो। मैले गीत गाउनु त जाने होइन, तर त गीत हो कलि सत्यको के गीत हो भने छोरो पाए बुहारीलाई दिए, छोरी पाए ज्वाइँलाई, छोरा छोरा बारी उठी गए रित्त घर मैलाई, चारी बासैमा के बसु एक्लै रित्त घरैमा। मेरो हजुरबाले यस्तो अलि ह्यान्डसम हुनुहुन्छ मेरो हजुरबा। हामी बुढो भइसक्यो। म त बुढो भयो, यही मात्रै बुढो भएको। बुढो हुने बेला अझै आएन, 84 गरिसक्नु 84 गऱ्यो बुढो भयो होइन। यहाँ सेक्का बनाउने मान्छे यता सेक्काको कुन प्रोग्राम हुँदैछ आज यी तिहारमा। उता काम हुँदैछ यता मैले भिडियो बनाउँदै। यसो हेलो भनिदिनु, लाइक कमेन्ट सब्सक्राइब हानिदिनु भन्नु। ए भन्नु न हेलो सबैलाई मेरो भाइकोमा लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु। अरू हजुरमा 12 यहाँ गफ हान्दै बसिराख्नु। आज तिहारको बेला सबै जम्मा भइरहेको छ, आज रमाइलो हुन्छ। यता हजुरआमा फेरि यता हेरिराख्नु भयो। यसो गरिदिनु आमा, यस्तो गरिदिनु ल आमा पनि गरिदिन्छ। हामी सबै रोमान्टिक हो कि सबै फेरि आनन्दको चट्ट लाएर आनन्द बसिएछ, राम हेरिएछ, न जान सकिन्छ, न बस्न सकिन्छ, न हिँड्न सकिन्छ, बोल्न सकिन्छ, यस्तो भएर पो त हो। ल बा एउटा गीत गाइदिनु त, एउटा रोइला अलग गीत हानिदिनु त, एउटा गीत गाइदिनु त ल चट्ट लाएर। काटी खाने 500 गरी फरी के न खाइछु, छोडी जाने पिरियड त मैले के न लाइछु। छोरो पाएँ बुहारीलाई दिएँ, छोरी पाएँ ज्वाइँलाई, उनी उठी बाहिर गए म रित्तो घर मैलाई। ए सलाला बगेको गन्दगी यस्तै होला कि सबैको जिन्दगी। आएर अलि गीत आएको देखेर ल यहाँ रेडी भइसक्यो है। ल टिका लाउने प्रोग्राम चाहिँ यहाँ हजुरआमा पनि आइसक्नु भयो। किन न अब म पनि रेडी हुनु लाग्यो चट्ट लाएर। भान्जीले पुरा मोबाइल लिँदै बसिरहेको नि, दिदी नि पुरा मेकअप पारेर ए हेड्स राम्री हुनु भयो त। आयो त के हो यस्तो रेडी भइसक्यो। अब एकछिनपछि 5-10 मिनटपछि टिका लाउने चट्ट। अनि रेडी भइसक्यो है। ल टिका लाउने तर्खर चट्ट कसला ला यहाँ दिदीले बत्ती बाल्दै हुनुहुन्छ। भाइ दाहिनी आइसक्नु भयो हजुरआमा।
39 को हो 12 वर्ष ए नक्कली नाइ त यो चाहिँ म है ए यता दिदी रेडी भइसक्नु भयो लगाइदिनलाई टिका लगाउने चट्ट ल ल ल अझ किन चिचाउनु भयो त्यसै ल यहाँ बहिनीहरू लगाइदिँदै यहाँ दिदीहरू लगाइदिँदै हुन्छ हामी यता बसिए छ हामी यता बसिए छ हामी यता बसिए बाबाहरू उता बस्नु भयो भाइ र म यहाँ बहिनीहरूले यता लगाउँदै थिएँ नक्कलीहरू बहिनी बनाउनु के भयो त भिडियो ल यहाँ रेडी भयो ल टिका लाने भाइयो यहाँ बहिनीले फेरि भाउजूले लगाइदिए हुनुहुन्छ यो टुकुलुको बसी बिचरा यो फाइनली टिका लाने भाइयो ढाका टोपी कस्तो देखिएछ भनमै टिका लाएर भाइयो फाइनली टिका पनि लाएर भाइयो सबै खानपिन गरेर नै भाइयो अब एकछिनपछि 4-5 बजीतिर घरतिर जानु पर्दा अब ठुलो मम्मी घरतिर आएको ठुलो मम्मी घरतिर टिका सिका लगाइयो बुढो घर भएपछि अब के गर्ने सबै आउनै पर्यो टिका